सारा त्यसको भात हाम्रो पूजाको लागि नेपाल। नमस्ते सेवा वेलकम छ फेरि पनि तपाईँहरूलाई वन्दना राई भ्लग्समा। सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु र म पनि सन्चै छु। आज चाहिँ म नयाँ भिडियो लिएर आइसकेको छु तपाईँहरूको सामु। अनि आज चाहिँ म इलामबाट भिडियो गरिरहेको छु। तपाईँलाई थाहै छ म इलाममा छु भनेर। इलामको यहाँ कोठाभित्र बसेर चाहिँ म भिडियो सुरु गरिरहेको छु, किनकि तल आज हाम्रो घरमा पूजा भएको भएर धेरैजना मान्छेहरू हुनुहुन्छ। अब म तल पनि भिडियो गर्दै जान्छु, तर बिहानदेखि काम गरेको उठेर भिडियो स्टार्ट गर्न पाएकै थिइनँ। अहिले चाहिँ म 12 बजिसक्यो होला लगभग। अहिले भर्खर भिडियो स्टार्ट गरिरहेको छु। साथीहरू हेरिदिनु होला कस्तो हुन्छ हाम्रो गाउँघरको पूजा अनि गाउँघरको भिडियोहरू हेरिदिनु होला है त साथीहरू। कस्तो हुन्छ लाइक सेयर कमेन्ट पनि गरिदिनु होला। सरी के गर्नुभएको भन्नुहोस् न। साथीहरूसँग खेल्नु भएको हो? साथीहरूसँग बोल्दैन तिमी? पूजाको लागि 1000 के हुँदैन बनाउनु? हुन्छ केही हुँदैन है। गर्नु परेन त अघि गरौँ भनेको। यहाँ चाहिँ अचारको लागि खोर्सानी अक्काबारे इलामको अक्काबारे कटिङ हुँदैछ। अनि आलु है, इस्कुसको तरकारी। भाँडा मोल्दै हुनुहुन्छ यहाँ। डढेछ दाजु? ए बर्बाद भएछ डढेर। स्टिल धुस चाहियो दाजुलाई। मन्दिर चाहिँ यता छ, आमाभित्र पूजासुजा गर्दै हुनुहुन्छ। अब कान्छा माने भाङ्छ हौ, कोक भाङ्छ। अनि हुट्टा कि अर्कोमा सारेको भाङा? ए अलिक धेरै चाहिङ भएछ क्या हो? हामीले चाहिङ थपिदिउँ है। कुन त नि थाहा छैन है, मलाई थाहा छैन। तपाईँले थपिदिनु भनेर त हो नि। हाम्रो चाहिँ गाईको गोठमा अब फेरि धमाधम पकाइ हुँदैछ। यता गाईहरू पनि यता घाँस खाँदैछ। बिग्रिँदैन, झन् राम्रो हुन्छ। अब यहाँ छुनाहरूले पकाएको रोटी झन् राम्रो हुँदैन त। ल अनुहार देखिहाल्छ नि हाम्रो छुनाको, देखाउनु परेन? अनि रोटीको पनि देखाउनु पर्छ, अनुहार मान्छेको पनि देखाउनु पर्छ। सबै अब देखाउनु पर्छ नि। कस्तो लागिरहेछ तल आज तेरो घरमा काम गर्दा? कसको घर यो? सबैको भन्छस् तेरो घर हो नि। अब देखिँदो रहेछ नि यहाँ त तरकारी पकाउँदै गरेको त। अँधेरो न अँधेरो देखिन्छ। कसलाई लान्छस्? अझै ताते भन्छस् मलाई? सर नेप्टी नानी तेरो मुख झारिदिन्छु। सबैजना भेला भएर खानासाना बनाउँदै। को चाहिँ? अन्जना त बाहिर छ। मामाहरू आउँदै हुनुहुन्छ कि खोइ फोनै गरेको छैन है। त्यो नपाक्ने खालको गोलबाट पऱ्यो होला। यो भान्सेहरू अलिक अल्छे अल्छे खालको भान्से चाहिँ परेछ तरकारी पकाउनु। छुना चाहियो रेललाई। ए
रातै भाग ठिकै छ। मर्यो नि लाइटर नेपालको झन्डा देखिन्छ सबैजना। हेर न यहाँ नटी नगर उता गरलाई भान्जालाई पानी पनि पर्यो। हाम्रो देवा देवा आज कस्तो लागिरहेछ त? मलाई मजा आइरहेछ काम गर्दाखेरि। तँलाई चाहिँ कस्तो लाग्छ? मलाई ठिकै। टिका लगाइदिँदै हुनुहुन्छ कन्याहरूलाई कन्या पञ्चकन्या देखिँदैन। पञ्चकन्या त यसले छलिगयो। त्यसरी छुनाल चाहिँ के बोक्नु भएको छ यहाँ? छुनाल के हो यो? यो के हो? यो छुनाल बोक्नु भएको खै पदाहरू बोक्नु भएको छ। आमाको यति यसो कति काम छ त? के हल्लाउँदैन पिलो यहाँ झगडा गर्दै हुनुहुन्छ। झगडा गर्दै मिल्दै के हो यता ढोले हाम्रो बाउ चाहिँ हाम्रो बाउलाई चाहिँ ढोले हाम्रो बाउलाई त हाम्रो बाउ ढोले हो कि बुढौली ढोले साँझमा सबै गर्ने हाम्रो बाउ त हो। राति आमालाई गाह्रो हुँदा पनि जतिखेर पनि साथ दिनु हुने भगवानलाई त ढोक्नु नि भगवानलाई मेरो कम्मरै बाङ्गो बाङ्गो हुने मेरो भाइ भन्नु न। हुन्छ अहिले नै गर्दा टिका लगाएको बेलामा कान्छ। अगाडि मात्रै सजायो साथ दियो भनेर अब पनि दिनुपर्छ है भनेर मैले यो टिका चाहिँ दिएँ। सधैँभरि साथ भइहाल्छ नि हौ आमा सबैको। हुन्छ आमाले पठाइहाल्नुहुन्छ नि। त्यसरी दिनुहुन्छ नि। ल ल भगवानको कृपाले सद्बुद्धि माइला हाम्रो पालो गर्नु पर्यो। पालो सकेको निस्किनु पर्यो होइन दाजु? मैले आशीर्वाद दिएको सानो मान्छे छु कि आमा के भन्दै हुनुहुन्छ सुनिँदैन तर हल्लाले।
सबैजनाको यो चिन्दै राख्नु त दुख्न लगाइदिनु ए यो ठिक छ जस्तो होइन हुन्छ होला छैन नबोलिकन साथीहरू आज चाहिँ हाम्रो नेक्स्ट डे हिजो पूजा सकियो हाम्रो खासै भिडियोहरू गर्न पाएन किनकि कामहरू यता गर्दा गर्दै भिडियोहरू खासै भएन यो खोइ यता आइज न यसलाई मैले क्यामेराम्यानमा राखेको थिएँ खासै यसले भिडियोहरू पनि गरेन रहेछ यसलाई पनि सबैले काम हराएको स्याहार्नु भएर ए नाइमा यता आइज न यो काम गर ए नाइमा यता आइज न यो काम गर भन्दा है अनि यता नउता भएर यसले पनि भिडियो गरेको रहेन रहेछ अनि त्यही पनि आजको अलिअलि र हिजो पूजाको गरेर मिलाएर राख्छु सबैले हेरिदिनु होला लाइक सेयर कमेन्ट पनि गरिदिनु होला भन तैँले पनि त्यो लाठी छ होइन खासै बोल्दैन अनि हामी चाहिँ अहिले चाहिँ यहाँ तल दाउरा काटिराखेको थियौँ अनि दाउरा लिनु जाँदैछौँ डोको यत्रो छ यो डोकोभरि दाउरा ल्याउनुपर्छ तेरो पनि डोको यसको दुईजना जान्छौँ बहिनीहरू चाहिँ ताप्लेजुङ गएको छ पाथिभरा मन्दिर अब अनि तिनीहरू आएपछि मात्रै अब काठमाडौँ हामी जान्छौँ होला अब यहाँ बसिन्जेल त यताउता काम गर्नु पर्यो दाउरा घाँसहरू त्यही भएर हामी चाहिँ दाउरा घाँस गर्दैछौँ हाम्रो दाउरा घाँस गरेको भिडियो हेरिदिनुहोस् मन पराइदिनुहोस् त भन्दिनँ म कस्तो लाग्छ हेरिदिनुहोस् है यहाँ चाहिँ अस्ति उत्तिसको हाँगाहरू काटेको थियौँ अनि यो लगेर जानु पर्यो भनेर यो नाइमा चाहिँ भारी लाउँदैछ अलिअलि लग्नु पर्यो अलिक उता छ अलिक यसको यहाँ मसिनो हाँगाहरू छ आगो ताप्नु हुन्छ नि त गाउँमा त जाडो हुन्छ यसै डोकोमा भारी लगाएको हेर्दैछु क्या म यहाँ त पारा यसको पारा राम्रो लगा फेरि कुरा खान्छस् नि राम्रो लाइनस् भने राम्रो लगा है दाउरा भारी पुग्यो अब चाहिँ घर जानु लाग्यो घाम लागेको छ अलिअलि अल्छी लाग्यो अब चाहिँ दाउरा बोकेर घर गइन्छ बोकाइदे नाली मजाले तान्नु त्यहाँबाट मजाले तान्नु दिइहाल्यो होला खल्तीमा राख लु भयो छोडे अब उठ्छु हल्का पो भएछ त अब बारी सबै लग्नु भनेको र बोकेको त गरौँ भएछ त गरौँ भयो बारी यिनीहरूले दाउरा बोकेको यहाँ के गरी बोक्दैछ अब यही चिर्छस् अर्को लिएर आइज अरे अर्को लिएर तैँले एक्लै के यसलाई दाउरा भारी बोकाउनु कहाँ छ अहिले बोक्दैन नि कोन त नि आफै बोकेर आउनु सक्छस् नानी आफै सक्छ मेरो मुन्टो गरिसक्यो यिनीहरूले के भारी बोक्दैन तपाईँहरू चाहिँ यहाँ छ यसै बोकाइदिनु पर्यो यो
नमस्ते लगाइदिन्छु ल होइन है नव सानो भयो दाउरा लिएर आएको त ए मुन्टै बाङ्ग हे 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 यसको चाहिँ बाङ्ग यसले ठगेर झिक्रा दाउरा बोकेर यसले ठगेको ल्याएको दाउरा चाहिँ यताको ठुल्ठुलो मल भएको त्यसले झिक्रा दाउरा बोकेर ठगेको नि यसले मलाई ठगेको ठगी हो चोर हो चोर 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 गदा तपाईँ भाग त यहाँबाट यो पनि भाग्यो भाग्यो अड्किँदा भाग्यो 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 भाग 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 छिटो भाग भाग्यो सबै मेगा ओ मेगा मेगा यता गदा मेगा यहाँदेखि चुलेटी खेल्नु छिटो बोक्न छिटो बोक्यो मुढा यो अनु यो हाँगा छ कसरी पुग्छस् लाठी हाँसेरै गल्ने पो रहेछ हाँसेरै अब अलिक पछाडि आयो उसको मुखमा उ परेर लैन जा हिँड बाङ्गाल छिटो कुदाउँछ नि फेरि यहाँ त छिटो छ डोकोमा चिर्दिएको भए अलिक बोक्थ्यो नि यसले नचिर्दिएर बाकल बोकाएर उकालो महिना आयो फेउरेले आयो जङ्गलमा त्यसले चाहिँ कतिवटा देऊ चाहिँ हेरौँ है त चाहिँ ठगो त्यहाँ त्यति दुईवटा लिएर आउँदैछ मलाई मात्रै धेर बोकाएर कस्तो लाग्यो पो दिन्छ त सल्लाह गरेको थियो तिमीहरूले मलाई तर्साउनु होइन मैले उतादेखि देखेको ए तेरो बाङ हेर्न अल्छी दाउरा चिरे गरे चिर है चिर देवाली यहाँ दाउरा बोक्न आउनु भएको अरे अरे अनि अरू भन्नु अरू भन्नुहोस् न अरू त के भन्नु अरू के बोक्नु आउनु भएको रे खै त्यसले बिहानदेखि दाउरा बोकाएको नि आज त यसले बिहान बिहान यी बोकाले 5:30 भइसक्दा पनि बोकाएको छ साथीहरू मैले चाहिँ अस्ति गाउँमा गरेको भिडियोहरू चाहिँ अलिक ढिला अहिले अलिक धेरै नै ढिला भइसक्यो पोस्ट गर्न लागिरहेको छु किनभने अस्ति गाउँमा हुँदाखेरि नेट पनि राम्रो थिएन अनि बाढी पहिरोको कारणले नेटै चलेन भनौँ न उता अनि त्यही भएर मैले भिडियोहरू एडिट गर्न पनि पाएको थिइनँ एडिट गरे पनि पोस्ट गर्दाखेरि चाहिँ एकदमै ढिला हुने क्या त्यहाँनिर नेट राम्रो नचलेको कारणले अनि त्यही भएर मैले त्यतिखेर उहाँ हुँदाखेरि खासै भिडियोहरू अपलोड गरेँ नि एउटा दुईवटा गरेँ अनि त्यही भएर मैले चाहिँ अहिले ढिला पोस्ट गरिरहेको छु किनभने चाहिँ उहाँ गाउँमा हुँदाखेरि हामीले के गऱ्यौँ कसो कसो गऱ्यौँ कहाँ गऱ्यौँ त्यो चाहिँ हामीले बिर्सिहाल्छौँ नि त अब त्यही भएर भिडियो पोस्ट नगर्दा पनि हुन्छ अस्तिको भिडियो तर अहिले मैले गर्न लागेको छु त्यो कुराहरू चाहिँ हामीलाई याद रहोस् पछि हामीले के पो गऱ्यौँ भनेर कोटाएर हेर्दाखेरि पनि देखियोस् भनेर चाहिँ मैले पोस्ट गर्न लागिरहेको छु ढिलै भए पनि कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला अनि नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ मेरो वन्दना राई ब्लग्सलाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला त्यो साथीहरू फेरि पनि अर्को भिडियो लिएर आउने नै छु अहिले चाहिँ बाई बाई।